हेलो नमस्ते बुच्चा स्कुल देख्छ नि बुच्चा स्कुल साथीहरू कस्तो खतरा छ है यस्तो खाने बेला भएछ नि हेर्नु त यस्तो दामी छ कि यहाँ पनि फलेछ यति धेरै फलेछ कि साथीहरू यति मिठो हुन्छ है त कसले खानु भएको छ भन्नु है चार खानालाई म चाहिँ जङ्गल डुल्न आएको जङ्गल भन्नाले बारी ऐसेलु ल ऐसेलु फलेको फले रहेछ है फुल्दै रहेछ खाने बेला चाहिँ भएन साथीहरू फर्सी फलेको बन्डा बन्डा आमा जरामै फलेछ त है लसुन पनि कति धेरै लगाएर नि बन्डा त्यहाँ पनि रहेछ खत्रै बनाएछ ल कति राम्रो बनाएको हो प्याज लगाएको प्याज पारी पनि लगाएर रहेछ साथीहरू यस्तो जङ्गलको बिचमा बस्ती कतै छैन तर पनि यस्तो खेती गरेर नि यहाँ तरकारी खेती घनाघर वन जङ्गलको बिचमा छ कि यता मेरो दादा उफ्रिँदै भयो खुट्टा दुखेर काउरो फल्यो काउरोको सिजन छ साथीहरू यस्तो राम्रो फलेछ कि यहाँ बादी आएर यस्तो छ खोलाको छेउमा खेत छैन सबै लगाइदिएछ यहाँ माथि चाहिँ यस्तो राम्रो गरेको छ कि कति राम्रो होला यो लसुन